ओ बङ्गला चुली डाँडाबासी हो। यहाँ त राणाबासीहरू त घर जान लाग्यो त। कोही छ भने यसो टिट देखे हुन्थ्यो। कोही पनि छैनन् जस्तो लाग्यो मलाई त। हुन त फेरि आफ्नै बेहोराले कोही पनि नभएको नि है। है अब करुण पर्ने ठाउँमा करुण जा। अब केटीहरू साइड लगाइसक्छ है दाइ। तब कराउने हो। अब के होस् यस्तो बेला भन्छन् अब घर जाने। हामी पर जाने ऊपर सल्लाह गरी जाम। सल्लाह गरी जाने कुरा भएन अहिलेदेखि त। ल यिनी चाहिँ सिधै कार्यालयमा कुराकानी गर्दैछन्। कार्यालयमा के कुराकानी छ भने हाम्रो निवेदन चाहिँ धेरै ठुलो छैन। हाम्रो निवेदन चाहिँ बङ्गलाचुली डाँडामा आएर पनि केही पनि भेटेनन्। भेट्या चाहिँ उतै जङ्गलको बाटो आउँदाखेरि चाहिँ जनावर सनावर भेट्या थिए भन्थे। उस तिनी चल्दै के नि त फेरि हैन त दसैँ आयो। दसैँ केटी त्यसरी हेर हाम्रो नाटा बकाल है। जे गर्दा नि कसै गरी पाल्छ क्या। हेर्दा त सबै राम्रो देखिन्छ है। कोही यतातिर बसिया जस्तो मान्थे। के छ गाई नभएको छ तेरो केही गर्दैन। के सन्चै छस् कस के बस भने त भाइ गयो यार। खोत्तरी त हरामी रहेछ। कताको यार त्रिका। हामी चाहिँ थल्पै जान लाग्छौँ। थल्पै यता केटाहरू त पुरै टाप कस्ती के पुरै भिड भइरहेको रहेछ यार। ए कोही छ भने केटाहरू यसो कस्तो कहाँ बाटो बिरास त मान्छे केटाहरू। हामीले बाटो सही पक्रिया जस्तो लाग्छ है। तर त्यो मन्दिरमा गाइज जे मागो त्यही प्याउँछ अरे कि साँच्चै होइन। त्यो मन्दिरमा जाने भने त त्यो भ्यान्छ केटीहरू फेरि केटा सब त्यहीँ गएको क्या। अमन लाइन जस्तो है। धौ भनेर चाहिँ हल्का फुल्का दौडेको त ए त्यो हित्ती चाहिँ बबाल दामी ठाउँ थियो। हामी चाहिँ त्यही दामी ठाउँ चाहिँ हेर्नु पर्छ जस्तो लागेर हामी तलै ओह्राल झरे जस्तो लाग्छ। थाहा छ गाइज ए यहाँ चाहिँ गाइज यत्रो सानो तलाउ बनाउनु लाग्छ। आकाशे पानी सङ्गोस् यसो राम हेर्नका मान्छेहरू गर्मी भयो भने पौडी खेलुन् भनेर बनाउनु रहेछ। ल सो गाइज हामी यो डाँडामा चाहिँ घोडा हेर्न जाऊँ भनेको। घोडा यहाँ भइसकेको छ गाइज। यहाँ घोडामा हेर्न सक्नुहुन्छ गाइज। यहाँ घोडा चाहिँ यता दुगिरहेको छाइ कोले बजाउँदै। किन यस्तो दुगिरहेको हाम्रो घोडा। ल गाइज डाँडामा घोडामा चढ्नुहुन्छ भने आउनुहोस्। अनि हाम्रो राजा जस्तो यसरी भिडियो खिच्नु जाने आनन्दले भिडियो खिच्न सक्नुहुन्छ है। के छ हामी ठिक छौँ है। पुरा डनर त है। कहाँ घोडा हेर्न आएको मान्छे कुकुर हेरेरै फर्किनु भयो है। सो गाई छ त्यहाँ घोडा दुखिरहेछ। ए त्यो घोडा हेर्न आएको मान्छे कुकुर हेरेर फर्किनु घोडा चाहिँ सितम। हजुर हामी यतैबाट। यो घोडाको मान्छे चाहिँ को हुनुहुन्छ तपाईँ यो दाइ? यो घोडामा चढाएको चाहिँ कोही छ दाइ? ए हो है दाइ। ए यो पहिला त थिएन दाइ। पहिलो चढाउने बेला यसपालि त पुरै घोडा सोडा राखेर पुरा ट्याक्क यो डाँडाको पनि एउटा शोभा बढाउनु भएको दाजु। यो कहाँदेखि ल्याउनु त यो घोडा? ए सधैँ यहीँ बस्नुहुन्छ कि यहीँ बाँधेर जानुहुन्छ कि यतै छ दाइ बसाइ? ए घर जाने हो। ल ठिक छ दाइ। म तल एउटा सानो के छ त्यही गरेर घुमेर आउँछु दाइ। अनि त्यसपछि पुरा डाँडैभरि घुम्नुपर्छ के अरे घोडामा बसेर। सो यहाँ चाहिँ यो चाहिँ बाटो हो तलबै जाने बाटो होइन बुई। ए पर्ख्यौ म आउँदैछु के। ए पर्ख्यौ न मैले अझै हेरेकै छैन यार। के होला फेरि यार एक्लै होइन कि यहाँ हेर्न जाऊँ कि के हेर्न छुट्याइराखेँ मलाई के छिन होइन यो केटा आउने हाम्रै भाइहरूलाई ए फाइनली होइन यो गीत खासै मजा आयो है।
सक्यो भयो जाउँ न भयो ल बाई यो यो हिती चाहिँ कुन्डी के भन्ने जात थो हैन होला यो त्यो जात भन्नेमा चाहिँ यो यही जातमा थो क्या हित्ती एउटा धररा जस्तै हो कि फररा जस्तै हो कि खररा जस्तै हो कि मररा जस्तै हो के जस्तै बनाएको इस देख्न सक्नुहुन्छ यहाँ इटै इटा यहाँ कति राम्रो शोभा बडा थो सब भत्काएर फाले यार हामी जस्तै बिगियाहरू आयो त भत्काइन होला बिगिया भए पनि हामी त राम्रो काम गरे जस्तो लाग्थ्यो त्यही पनि खै ल यस्तै रहेछ हौ जिन्दगी आउन त केटीहरूले आऊ तर त्यस्तै भयो केटीहरू छैनन् छैनन् हेर्दैनन् कस्तो चिज हेरिन होइन मैले हेर्न भन्न खोजेको अब एउटा कुरा के गरौँ भनेपछि अब यहाँ सोधौँ अब यिनीहरू केटीहरू छ अब तपाईँहरू अब कोही छैन भने हामी पनि खाली हो भनौँ होइन त्यस्तो यस्तो गरौँ तपाईँ सोध्नु म सोध्दैन ल ए सबै सोध्छौँ होइन सोध्न जाऊँ यहीँबाट बोलाऊँ कि यत्रो नि हुन्न ए होइन हेत्तैका तपाईँहरूको कोही हुनुहुन्छ कि नै बोयफ्रेन्ड साइफ्रेन्ड यताउता ए सिङ्गल हो ए सिङ्गल रहेछ यार आऊ केटा हामीलाई चान्स मिल्छ कि नै ए केटा मान्छे होइन तपाईँले त इन्ट्रेस्ट नहुनसक्छ तपाईँले त त्यस्तो लाग्यो अरूमा हुनसक्छ नि तपाईँसँग इन्ट्रेस्ट लागेको छ गीत त तालमा मिलाइदिनु पर्छ क्या ल ए हो ल के भन्छ के अरे अरू सबै त बहिनी जस्तै देखिन्छन् तर कसले चाहिँ एउटा मन परेको थियो मलाई कहिले मन पर्नुहुन्छ र कहिले मलाई नाउँ देख्नुहुन्छ र देख्नु न नि हत्तिरका लाज त मान्नु नै लाज चाहिँ बिल्कुल नमान्नु है हामीसित आफ्नै सम्झेर फिलिली कुरा गरिदिनुहोस् हो भने हो होइन भने हामी जान्छौँ तिमीले भनेन नि अरूले भन्न देऊ न एउटै केटी बाँकी सब चेलीबेटी कि हामी त्यहाँ आउँछौँ है आउँछ है आउँछ कि हामी भाइरल होइन कि हामी सम्झना घर गएर सम्पूर्णमा यो के हो भनेपछि अब त भन्छ होला नि त्यसो भए कुरुकानी मैले भिड भएर चाहिँ यता हेर्नु न कस्तो सबै लाज भन्नुभयो क्या खै ओ हेर्नु त हामीलाई देखेर त्यहाँ रिसाइसक्नु भयो त्यस्तो नगर्नु भन्नु न है त्यस्तो रिसाउनु होइन नि हामीलाई बरु अरू फ्रेडम जानु हान्यो नि है त्यस्तो गर्नु भएन नि अरे हामी त्यहाँ नयाँ केटपट के अरे तपाईँको मनमा लागेको कुरा आज भन्नुहोस् आज चाहिँ पुण्यको अफर छ आज पुण्यको अफर छ कि साथी आज फेरि होइन कि यहाँ मात्रै यो पर्सनल कुरा गर्न थियो यार उठेछ नि त्यस्तै तन्ताउरी यार है मैले तपाईँले के भनिरहेको भनेपछि तपाईँले सबैले मलाई मन पराउनु छ र हो त्यसो भए सबै जानुहुन्छ के अरे जानु नै अरू त जान्दैन होला भाइ चाहिँ मलाई तपाईँ चाहिँ लास्ट मन होइन त्यही त त्यही लिडरसितै ट्राई गर्दैछु कि यहाँ भाइ भिडियो फुल हुन सक्यो कि तपाईँको नाम चाहिँ के फुल के ए किन ढाड दुख्यो के त्यस्तो असार चाहिँ के पऱ्यो तपाईँलाई सो आज चाहिँ दाइ भाउजू भेटा छु भान्जाहरूको लागि माइजू भेटा छु आमाको लागि बुहारी भेटा छु बाबाको लागि पनि बुहारी भेटा छु ल तर बुहारी चाहिँ अन्न जस्तो छ है बा माफ गरिदियो भाइ तिम्रो छोरा यस्तै छ जागे बेट यस्तै हो सुध्रिन खाले होइन है ढाडपिट नमान्नु है है तपाईँ चाहिँ लास्ट मन पऱ्यो नामसाम नम्बरसम्म दिनुभयो त्यो चाहिँ मोबाइल चलाउनु के छ मान्छेले के चलाउँछ यो युगमा भनेको त च्याउ मात्रै हो होइन कि किन रुनु भएको नरुनु के मैले तपाईँको दिल दुखाएर के हो सन्चो छैन ल हामी जान्छ भाइ त्यसो भए खुसी हुनु भयो हामी जान्छ भनेको यस्तो हामीलाई दुःखी गरेर तपाईँ खुसी हुन चाहनुहुन्छ ल ठिकै छ फेरि तपाईँ खुसी हुनुहुन्छ भने हामी पनि जान्छौँ है ल बाई बाई